आइज छोरा आइज मेरो छोरा रमाइलो 83 वैशाख घिस्यौँ ऊ गयो यहाँ त यसरी खेल्न मिल्छ नि छोरो ड्याम ड्याम हान्न उल्ल यो पहिला पहिला हामी खेल्थौँ चौर के भनेको ल बारीमा बगाएर ल्याएको कि यसले हेलो हेलो आफ्नो कालो पो लाग्यो भइहाल्यो हात हात खुट्टा लान्न लाउ मन्दिर खेल्ने हामी पर्छ ल्याऊ कुकुर आयो कुकुर पप्पू पनि आयो खेल्नु जुत्ता ला छिटो मेरो जुत्ता त हेर न म लान्छु नि यति एउटा बान्नु पर्दैन त त्यति पनि एउटा गर्न आउँदैन त म खर्च पप्पू यसले मलाई भुक्छ नि ल बाबा पास आयो ल यो खैरे त टोक्ला जस्तो हेर्छ त नसुनु बाबालाई पास गर न ल क्यामेराम्यान बाबा उठा नपठाउनु लाग्यो घरमा जस्तै खेल न ल बाबुलाई पास ल ल म खिच्छु ल बाबु र म खेल्ने ल त्यो खेल बाबाले त्यो खिच्नु रोयो त्यो लागेर बाबु पप्पू आयो पप्पू अब हामी घर जाने बाई बाई गजबको ठाउँ छ यो ल जाउँ यो खालि झेला खायो झन् यसो घुमाउनु लिएर आएको त ल कुकुर त भने होइन आइसक्यो ओहो वाउ ल गोलकिपर ल बाबा गोल आन्छ तिमीबाट छेकाऊ गोल आम्मा मन्दिर दौडे हो ल आयो उता पो गयो फोटो बाङ्गो भयो मेरो यहाँ अस्ति नै डह्रो बाढी आएको थियो बाढी आएर यहाँ पहिला खेत थियो के अनि बाढी आएर यो पुरै बगर भएको खोला चाहिँ यतातिर छ यो घरहरू सबै डुबेको थियो एक तल्ला जति ल मन्दिरा आम्मा ल सु डिस ल ल अलि नि त्यहाँ त लडिहाल्छ नि ल यहाँ बसेर खिच्छु ल खिच ल बाबु खिच ल तँलाई खेल्नु बोलाएको छ बाबु एक्लै खेल्ने ल अब हामी चौरमा एकछिन गफ गर्नु के खाइस हामीलाई थपेर आइसक्यो यहाँ बाबु खेल अब बाबु ल त्यहाँ फ्याल ल फेरि रह्यो यो मुला चाहिँ यस्तै खालि रुनी के अरे मन्दिरा ल रुन्चे मर्जन रे हो स्कुलमा नि रुन्छ अरे ए रुन्चे मर्जन थाहा छ मिसलाई नि कता निलो आकाश
पुरा बारी आएको कति माथिसँग फालेको ऊ त माथि मैले त्यही घर त हुने बाढी आइरहेको थियो है पानी परिरहेको थियो अनि हामी यो तल छेउछेउमा बसिरहेको थियौँ होइन हामी पानी परेर अनि त्यो घरमा छिरेको हामी है अनि घर आउँदा त बाउले त बुट पक्रेर कस्तो मिल्छ त्यो घरभित्र छिराएको धेरै फुल पानी पऱ्यो झ्यालबाट काँखाबाट चढेर त्यहाँ बसिरहेको विनोदले ए खेल्ने मान्छे पुगेन यार टिम पुगेन हाम्रो यहाँ ल किन अरे मम्मीलाई कस्तो दुख्यो भाइ अब बाबुले सिकाउनु पर्यो खोइ डिस के छोरो भेडा भेडा है ब्ल्याक सिप व्हाइट सिप भेडा बाबा भेडाबाट जाऊँ न भेडालाई हान्छ नि फेरि हो यो भेडा भेडा बाबु भेडा वर्ग हो बारे कालो ब्याग बाख्राले होइन हेरेको नि मलाई ऊ कुखुरा हो भालेहरू छ ऊ भाल्यो ऊ त्यहाँ ऊ भाल्यो एउटा भाल्यो हो भने त्यो भाल्यो हो कि कति धेरै एनिमल रहेछ र हान्दैन एनिमल है बाख्रा गाई ऊ चल्ला ऊ भाले है कस्तो रमाइलो है ऊ बाख्रा आयो बाख्रा ऊ यतै आयो बाख्रा ऊ मे लाने बाख्रा पानी बाउ बाख्रा पानी लाने सानो बाख्रा त चराउनु जाने हो स्कुल जानु छोडेर अनि गोठाला जाने हो चरो म त कस्तो देखेँ अनि यो त्यसको मम्मीको बाख्रा चाहिँ होइन यो होइन यो मर बाबा अनि मन्दिर होइन मामा गर्न लग्यो अब अनि बाख्राको बच्चाले होइन मामा रुन्छ रुन्छ नि उसको मम्मी हो त थाहा छैन यहाँ राख्ने हो भने कस्तो रमाइलो है साथी आयो साथी हो अब जाने यताबाट जाऊँ न यताबाट जाने अब ल यहाँनिर पुल पनि बन्दैछ त्यहाँबाट यसो छिर्ने छ हो कहाँनिर छ यो बागमती छेउछेउ हो कि कोरिडोरको बाटो फेर्छ नि यो चक्लेट कहाँ राखेको थियो अरे छोरा तातो फ्रिजमा हाम्रो घरमा तातो फ्रिज र चिसो फ्रिज छ है